चियन घाट छ नि यी मान्छे यही फालेर हुन्छ नि कि राख्ने मात्रै हो अस्तु ल्याएर यहाँ उ राखेको तिनीहरूलाई दबाएको हुन्छ कि अस्तो दबाएको हुन्छ मान्छेलाई त्यो सप चाहिँ उतै त्यो इलेक्ट्रिकबाट उडाइसकेका हुन्छ ए इलेक्ट्रिकबाट उडाउने ठाउँ हुन्छ हामी चाहिँ चियन घाटको अगाडि छ यतापट्टि छ चिहान यतापट्टि चिहान छ अनि हामी सधैँ साँझ बिहानतिर यही बाटो हिँड्नुपर्छ कि यो सुपर मार्केट आउनको लागि अनि सबै मुलाको पानी खान आउने अनि त्यही भएर चाहिँ चिहानमा अब राति आउनुपर्छ कहिलेकाहीँ त्यस्तो डर्ने त हुँदैन यहाँ घरबाट चाहिँ नजिक होइन घरबाट त टाढा हो अनि पहिला न घरबाट नजिक हुने ठाउँमा बस्थेँ त्यतिखेर चाहिँ हल्का त्यस्तै भएको थियो भनौँ न तर चाहिँ अब चिहान कडा छ चिहान डर लाग्छ चिहान देखेर डर त लाग्थ्यो तर त्यसै लागेन अब त यहाँको चिहान राम्रै हुन्छ अब राम्रै हुँदो रहेछ होइन कस्तो बनाछन् भित्र एउटा पनि ऊ छैन होइन त्यो पनि छैन अनि के अरे के भन्छ त्यसलाई हल्का व्यवस्थित छ व्यवस्थित तरिकाको छ होइन छैन अब हामी चाहिँ यो बाटो हिँड्दैछौँ यो टु लाइन सडक हो त्यस्तै छ हामी चाहिँ बिदा मनाएर छौँ रमाइलो छ घुमघाम भइरहेछ केटाकेटीहरू छौँ हामी चिहान त ठुलो रहेछ यो घरमा बस्ने मान्छे यो त कसरी बस्दा हुन्छ पुरै घेरबार छ रुखै रुखले तर म काम गर्ने खाइसियामा बाँझ छ बाजा रुख बाँझको स्याउला होइन होला यस्तै रुख होला होइन बाँझ नै हो साल होला साल होइन हामी घाँस काट्थ्यौँ त्यो बाँझ छ हो यहाँ त मैले देखाइन हौ बाँस त हाम्रो खाइसक्यो ए अब चाहिँ हामी जाँदैछौँ आज यहाँ खाजाको माछुरी छ माछुरी पनि हेर्छौँ साँझ जस्तो नरमाइलो गर्छौँ माछुरी हेर्ने मान्छेलाई बोलाएको कोही आउँदैनन् सुतेका छन् अरे कोही त अब चाहिँ हामी बुढाबुढी हेर्न जाने छिटो आउनुहोस् भन्ने हो ल्याउ अब हामी चाहिँ खाइमुनु के चाहिँ